ढकाल यहाँ भने मौका बनाउन सक्छ सदिक 1v1 सदिक र यो कठिनको प्रयास गोलरक्षक निशान राणा उत्तिकै उत्कृष्ट बचाउ प्रशंसा गर्ने पर्ने हुनेछ। दर्शक महानुभावहरू 1 वर्सेस 1 एकल प्रतिस्पर्धा थियो गोलरक्षकसँग सदिकको, तर निशान राणाले जुन बचाउ गरे आफ्नो टिमका लागि यो प्रशंसनीय छ। दर्शक महानुभावहरू दुवै टिमका लागि दबावहरू सृजना गर्ने तयारीमै हामीले खेल मार्फत तमाम जनमासमा पुर्याउने लक्ष्य सहित फेरि पनि सदिक बलमा सदिकको यो प्रहार लक्कीली सेफ निशान राणा नालमा 11 का लागि भने लगातार यिनै किसिमको ब्याड लगहरू हामीले देखिरहेका छौं। सदिक जुन पेसमा थिए, जुन गतिमा थिए र उनको यो प्रहार र यो बचाउको प्रशंसा गर्ने पर्ने हुन्छ। आज गोल लाइनमा निशान राणा नालमा 11 को विरुद्धमा अडिक छन् उनी बचाउ गर्न विफल बनाउन ती प्रयासहरूलाई। यो कर्नर किक र यो पास गणेश हमाल, यसपटक मौका गणेश हमाल गोलरक्षक बिट गर्न चाहन्थे उनी नालमा 11 का लागि र विश्वास श्रेष्ठ लगातार आक्रमकको प्रयास फिनिशमा कमजोरी प्रशस्त झल्किरहेको छ। गणेश गोलरक्षक बिट गर्ने प्रयास निशान राणाबाटको आजको प्रदर्शन रड्स रामपुर चितवनका लागि निकै नै प्रशंसा। आदरणीय दर्शक महानुभावहरू हार्दिक स्वागत गर्न चाहन्छौँ। यतिखेर हामी दक्षिण एसियाकै नमुना गाउँ नेपालकै पहिलो स्मार्ट भिलेज घलेगाउँ स्थित घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा सञ्चालन भइरहेको 8औं संस्करणको स्मार्ट भिलेज आमन्त्रित गोल्ड कप 2082 अन्तर्गत दर्शक महानुभावहरू यो तेस्रो दिनको दोस्रो खेल प्रतिस्पर्धीको रूपमा हामीले देखिरहेका छौँ। हरियो रङ्गको जर्सीमा लाङदी देवी माफी चाहन्छु नालमा 11, त्यस्तै गरी प्रतिस्पर्धी टिमको रूपमा घलेगाउँमा ऐतिहासिक सहभागिता विगत लामो समयदेखि सहभागी बन्दै आइरहेको रामपुर रड्स चितवन बीचको यो प्रतिस्पर्धा र यतिखेर प्रतिष्ठित प्रतियोगिताहरूमा सहभागी बनेको खेलाडीहरूको उपस्थिति हामीले देखिरहेका छौँ। यतिखेर सेतो रङ्गको जर्सीमा सुसज्जित रामपुर रड्स चितवन लमजुङ जिल्लाको फुटबल सिनारियोमा गण्डकी प्रदेशकै प्रतिष्ठित सर्वाधिक धनराशि लमजुङ जिल्लाको सर्वाधिक धनराशि त्रिवेणी कप र स्मार्ट भिलेज आमन्त्रित गोल्ड कपमा निरन्तर रूपमा सहभागी बन्ने क्लब हो रड्स चितवन। र दर्शक महानुभावहरू विभिन्न प्रतिष्ठित प्रतियोगिता अन्तर्गत ओभरल्यापमा जीवन मनाङ मर्साङदीका विगतको समयमा उपचारी खेलाडी जीवन गुरुङ, यो क्रस जीवनको र यो हेर अझै पनि मौका, यो प्रहार गणेश साहिल लाङदी देवी फुटबल क्लब नालमाको तर्फबाट विश्वास श्रेष्ठले लिएका थिए शट। हिमालयन शेर्पाका फर्मर प्लेयर हुन् उनी र यसपटक अग्रपङ्क्तिमा नालमा 11 को नेतृत्व गर्दै तपाईँ देख्न सक्नुहुनेछ। दर्शक महानुभावहरू 3 विदेशी खेलाडी समेटिएको छ। पुनः एकपटक अट्याकमा विश्वास श्रेष्ठ सदिक, यो क्रस। दर्शक महानुभावहरू प्रतिस्पर्धात्मक खेल गोलरक्षकको भूमिकामा निशान राणा गोल लाइन सम्हालिरहेका छन् भने विश्वास श्रेष्ठ यो फ्री किक लिनेछन् नालमा 11 का लागि। विश्वास श्रेष्ठ यो डेलिभरी पुनः एकपटक सलिल देखिन्थे त्यहाँ र कप्तानको भूमिकामा बागमती फुटबल क्लबको नेतृत्व गरेका ढकाल यहाँ भने मौका बनाउन सक्छ सदिक 1v1 सदिक र यो कठिनको प्रयास गोलरक्षक निशान राणा उत्तिकै उत्कृष्ट बचाउ प्रशंसा गर्ने पर्ने हुनेछ। दर्शक महानुभावहरू 1 वर्सेस 1 एकल प्रतिस्पर्धा थियो गोलरक्षकसँग सदिकको, तर निशान राणाले जुन बचाउ गरे आफ्नो टिमका लागि यो प्रशंसनीय छ। दर्शक महानुभावहरू दुवै टिमका लागि दबावहरू सृजना गर्ने तयारीमै हामीले 11 विरुद्ध रड्स रामपुर चितवन गोलरक्षक निशान राणा को यो डेलिभरी
टम्पी सदिक अझै पनि खेल मार्फत तमाम जनमासमा पुर्याउने लक्ष्य सहित फेरि पनि सदिक बलमा सदिकको यो प्रहार लक्कीली सेभ निशान राणा नालमा 11 का लागि भने लगातार यिनै किसिमको ब्याट लगहरू हामीले देखिरहेका छौं। सदिक जुन पेसमा थिए जुन गतिमा थिए र उनको यो प्रहार र यो बचाउको प्रशंसा गर्ने पर्ने हुन्छ। आज गोल लाइनमा निशान राणा नालमा 11 को विरुद्धमा अडिक छन् उनी बचाउ गर्न विफल बनाउन ती प्रयासहरूलाई। यो कर्नर किक र गोलरक्षक निशान राणा केही डिले गर्न चाहन्छन्। जेनिस प्रजापति नालमा 11 का लागि अट्याकिङ मिडफिल्डमा छन् उनी। 26 मिनेट खेलले पार गरिसकेको स्थिति र यो डेलिभरी पुनः एकपटक फ्लोरेन्ट नजिक देखिन्थ्यो। सदिक फ्रस्ट्रेट छन् उनी, लगातारको बलहरू सेट गरिरहेका छन्, आफै पनि आक्रामक बनिरहेका छन् तर सफलता प्राप्त गर्न नसक्दा नालमा 11 समर्थकहरू अपेक्षा गरिरहेका छन्। नालमा 11 को तर्फबाट पनि गोलको र यहाँ भने जीवन सदिक विश्वास श्रेष्ठ र गणेश हमाल बीचको कम्बिनेसनको आवश्यकता छ आज खेललाई बराबरी गर्ने हो पहिलो हाफमा नै भने। रस रामपुर चितवन 1 गोलको अग्रतामा। दर्शक महानुभावहरू विगत 2056 सालदेखि होमस्टे घरवास कार्यक्रम सञ्चालन गर्दै ग्रामीण पर्यटन प्रवर्धन गरिरहेको सुखी गाउँ घले गाउँ ग्रामीण पर्यटनको राजधानी नै बनिसकेको कुरा पनि अवगत गराउन चाहन्छु। विभिन्न किसिमका कार्यक्रमहरू आयोजना गर्दै खेल पर्यटन प्रवर्धन गरी स्थानीय जनताको जीवनस्तर माथि उकास्न र विविध कार्यक्रमका साथ घले गाउँलाई थप प्रचार प्रसार गरी पर्यटन प्रवर्धन गर्ने मूल उद्देश्यका साथ विगत लामो वर्षदेखि नै राष्ट्रव्यापी नकआउट खुल्ला फुटबल प्रतियोगिता आयोजना यस स्वर्गभूमि रङ्गशालामा भइरहेको कुरा जानकारी यतिखेर स्मार्ट भिलेज व्यवस्थापन समितिले सञ्चालन गर्न सफल बनिरहेको छ। संसारको सबैभन्दा रुचाएको खेल फुटबल र यससँग सम्बन्ध सम्पूर्ण व्यक्तित्व निकायको विकास र नेपालकै पहिलो स्मार्ट भिलेज फ्लोरेन्टको यो डेलिभरी फ्रन्ट लाइनमा निशान राणा कुनै पनि समस्या रहेन त्यहाँ बललाई आफ्नो पक्षमा राख्न सफल बनेको छ निशान राणा। यसपटक यो हेडर टम्पीबाट फर्स्ट बारको केही दूरीमा बल बाहिरिए र दर्शक महानुभावहरू 3 मिनेटको अतिरिक्त समय अवधि थप गरिसकेको छ। रिप्लेमा हामी हेरौँ टम्पी त्यो हेडर टावरिङ हेडर सही दिशा लिन सकेन त्यहाँ भने। थ्री मिनेट्स एडेड पहिलो हाफको समाप्तिसँगै पीको यो डेलिभरी उपयुक्त रहेन। यहाँ गोलरक्षक निशान राणा सहजै त्यो बललाई आफ्नो नियन्त्रणमा लिएका थिए उनले भने। निशान राणा सेन्टर ब्याक टम्पी तपाईँ देख्न सक्नुहुनेछ कम्युनिकेसन आवश्यक छ खेलमा, सोही कुराको कमी नालमा 11 हरेक प्रयासहरू विफल बनिरहेको छ। अब अन्तिम 1 मिनेट बाँकी छ। समर्थकहरू जिज्ञासु छन्, त्यो कौतूहलता दर्शक महानुभावहरू खेलको स्कोर लाइन प्रति नालमा 11 सन्तुष्ट छैन। विशन गुरुङ विशन यो डेलिभरी फेरि पनि समन्वयमा धेरै कमी। पुनः एकपटक गोलरक्षक निशान राणा कुनै पनि समय पहिलो हाफको समाप्तिको संकेत गर्न सक्छन् फिफा रेफ्री श्रवण लामा।
सुनको यहाँ फेरि पनि गणेश हमाल देखिन्थे। गोलरक्षक निशान राणा तर अगावै गणेश हमाल पोजिसनमा थिएन। त्यो अफसाइडको फ्ल्याग रेज भएसँगै यो फ्री किक। खोलासुथार गाउँपालिका का लागि व्हाइट लाइन नजिकबाट यो प्रहार बाहिरिएको छ। तपाईँ देख्न सक्नुहुनेछ विश्वास श्रेष्ठले जुन बल सेट गरेका थिए उनी र भिसन डिरेक्ट शट लिन चाहन्थे। मिसकन्ट्याक्ट बलसँग बल बाहिरिएसँग यो गोल किक निशान राणा। टम्पी र फेरि पनि यतिखेर जेनिस र समीपकै अनियन्त्रित बन्न पुग्यो भने डायगोनल स्विच फार राइट साइडमा सेन्ट। पुनः एकपटक फ्लोरेन्ट यो थ्रु बल रन बनाउन चाहन्थे गणेश हमाल तर त्यो हेभी टच निशान राणा अलर्ट थिए। पुनः एकपटक निशान राणा भिसन विश्वास श्रेष्ठ विश्वास अझै पनि बलमा तर यो थ्रु बल जीवन गुरुङको यो क्रस यहाँ भने निशान राणाबाट त्यो राम्रो बचाउ र सही पोजिसनमा गणेश हमाल सदुपयोग गर्न चाहन्थे त्यो रिबाउन्ड बललाई र फेरि पनि टम्पी। दर्शक महानुभाव आज नालमा 11 का समर्थकहरू भरिभर आउँछन् स्वर्गभूमि रङ्गशालाको कृत्रिम प्याराफिटमा। टम्पी भिसन गुरुङ हाफ भने खेल र त्यो कम्बिनेसन प्लेइङमा केही फरक पनि हामीले रड्स रामपुर चितवनको तर्फबाट देख्न सक्छौँ भने फेरि पनि युनेश चौधरी गोलरक्षकको यो पास विश्वास श्रेष्ठ र यहाँ सदिक चाहन्थे प्रहार डिरेक्ट शट लिएका थिए गोलपोस्टतर्फ। गणेश हमाल पनि केही फ्री देखिन्थे र यो प्रयास सही रह्यो नालमाका लागि। एकपटक यो अर्को खतराको संकेत झझल्काएको छ भने र यो पास गणेश हमाल यसपटक मौका गणेश हमाल गोलरक्षक बिट गर्न चाहन्थे उनी नालमा 11 का लागि र विश्वास श्रेष्ठ लगातार आक्रमकको प्रयास फिनिशमा कमजोरी प्रशस्त झल्किरहेको छ। गणेश गोलरक्षक बिट गर्ने प्रयास निशान राणाबाटको आजको प्रदर्शन रड्स रामपुर चितवनका लागि निकै नै प्रशंसनीय प्रदर्शनलाई उनले निरन्तरता दिएको छ। सुसान यो किक फार राइट साइडबाट रन बनाउँदै तर केही हेभी टच निशान राणा त्यो बललाई सहजै आफ्नो नियन्त्रणमा लिएको छ भने रड्स रामपुर चितवन 1 गोलको अग्रतामा खेलको 63औं मिनेट बितिरहेको छ यतिखेर। फेरि पनि गणेश हमाल यो थ्रु बल सदिकका लागि सदिक बलमा सदिकको यो प्रहार र त्यो रिबाउन्ड बललाई सदुपयोग गर्ने प्रयास फेरि पनि विफल बनेसँगै सुरेश कुमार भिसन गुरुङसँगको त्यो प्रतिस्पर्धा यो ब्याक पास उनको असीमका लागि र सुसान यहाँ भने फ्लोरेन्ट भिसन गुरुङको यो लोफ्टेड पास फेरि पनि आफ्नो टिममेटका लागि उपयुक्त बन्न सकेन त्यहाँ भने निशान राणा। अब केही सेकेन्डहरू बाँकी छ निर्धारित समयावधि समाप्तिका निम्ति। नालमा 11 1 गोलले पछि परिरहेको स्थिति र दर्शक महानुभावहरू तपाईँ देख्न सक्नुहुन्छ अनिल राणा फ्लोरेन्टको यो क्रस र यहाँ गोलरक्षक निशान राणा सहजै आफ्नो पक्षमा राखे त्यो बललाई त्यो इजी किपिङ। अब छैन समय निशान राणाको यो डेलिभरी बाहिरिएसँगै अब अन्तिम अवसर दिएको छ नालमालाई। तपाईँ देख्न सक्नुहुनेछ टच लाइनबाट बल बाहिरिएसँगै यहाँ खेलका लागि तोकिएको निर्धारित समय अवधि समाप्तिको संकेत। अथाह प्रयासको बावजुद पनि नालमा 11 पहिलो चरणबाटै बाहिरिन पुगेको छ। रड्स रामपुर चितवन दोस्रो चरणमा स्थान सुरक्षित बनाउँदै दर्शक महानुभावहरू पहिलो र ऐतिहासिक यो उपस्थिति नालमा 11 को तर्फबाट
यो निराशजनक हार बेहोर्न पुगे समर्थकहरू आज स्तब्ध छन्। त्यो सन्नाटा नालमा सिङ्गो नालमाका लागि र त्यो उत्साहको कुरा हो रड्स रामपुर चितवनका लागि। हरेक वर्ष स्मार्ट भिलेज गोल्ड कपमा सहभागी जनाइरहँदा फरक प्रभाव पारेको क्लब रड्स रामपुर दोस्रो चरणमा स्थान सुरक्षित बनाएको छ भने दर्शक महानुभावहरू यो निराशजनक हार बेहोर्न पुगेको छ। नालमा 11 पहिलो चरणबाट नै बाहिरिँदै र भोलि हुने खेल अवश्य पनि लमजुङ स्पोर्ट्स